अनि यो खोइ बर्गरको फोटो यहाँ रहेछ है। अनि यसले बर्गर बनाउन मिल्छ त? मिल्छ नि। कसरी बनाउने हो ल भन आइडिया देऊ। एउटा ब्रेड अनि यो मैदा के अरे ज्ञान मैदाले म बर्गर बनाइदिन्छु। छोरीले यस्तै बर्गर बनाइदिनु भनेर ल्याएकी छन् मैदाको। कस्तो बर्गर बनाउने रहेछ, छोरीलाई आइडिया छ कि? छ कसरी हैन कसरी पिज्जा बनाउने? बनाइदिनु पिज्जा। बर्गर भन्दा पिज्जा ठिक छ। कसरी बनाउने? पिज्जा उम्, रोटी बनाएको जस्तो गर्ने अनि सस डाल्ने अँ, अनि टमाटो डाल्ने अनि टमाटो अनि साग डाल्ने अँ, अनि प्याज डाल्ने। यो डाल्ने भन्ने नेपाली शब्द हो कि हिन्दी शब्द हो? नेपाली हो होइन होला, हिन्दी होला। हैन नेपाली हो। डाल्ने भनेको त हिन्दी जस्तो लाग्छ मलाई। दाल हो दाल 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 हो। डाल्ने अनि सान्वीको दाँत केले खायो? हजुरले मैले त होइन, चक्लेटले हो। चक्लेटै खायो कि? हजुरले निकाल्दिएको होइन। मैले निकालिदिएको होइन, आफै निक्लेको। डेन्टलमा गएर निकालेको तिमीले। हजुरले पनि त जान्नुभएको थियो नि। बर्गर बनाउने रेसिपी भनिदेऊ अनि म बनाउँछु ल। ल दिनु म भन्छु। कसरी भन्ने बनाउने भन न। आफै भन्छु न। होइन 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 यहाँ आइ। दिनु न।